नमस्ते दर्शकबिन, आउनुहोस् आज हामी स्ट्रेसको बारेमा जानौँ बुझौँ। स्ट्रेसले गर्दा हाम्रो शरीरलाई कस्तो हानि गर्छ र स्ट्रेस किन हुन्छ त्यो सम्बन्धमा र स्ट्रेसलाई दूर गर्नको लागि हामी के कस्ता उपायहरू गर्छौँ या बिना मेडिसिनले स्ट्रेस दूर हुन्छ कि हुँदैन त्यो सम्बन्धमा म यहाँहरू समक्ष प्रत्येक भिडियोमा यहाँहरूलाई चाहिँ एउटा ज्ञानवर्धक कुराहरू चाहिँ खास गरिकन मेरो उद्देश्य यहाँहरूलाई चाहिँ चेतना जगाउनु हो। म एउटा हेल्थ कोच, लाइफ कोच, योग गुरु, रेकी हिलर र स्वर विज्ञानको विद्यार्थीको नाताले यहाँहरूलाई चाहिँ म निःशुल्क रूपमा अर्थात् प्रत्येक गाउँघरका के बुद्धिजीवी के निरक्षर व्यक्तिहरूलाई चाहिँ म यो कुरा अवगत गराउन गइरहेको छु। पक्कै पनि हामी साक्षर होला, हामी ज्ञानी छौँ होला, इन्टेलेक्चुअल छौँ होला, तर स्वास्थ्य सम्बन्धी हामी मात्र होइन, विश्वभरि नै एउटा केमिकलको फन्दामा मोडर्न मेडिसिनको चाहिँ जुन मोडर्न मेडिसिनले रचेको क्रियाकलापहरूको चाहिँ फन्दामा हामी प्रवेश गरेका छौँ, छिरिसकेका छौँ। सारा आम व्यक्तिहरूलाई चाहिँ डर देखाई विभिन्न किसिमका गफ या मिडियाहरूमा या विज्ञापनहरूको माध्यमबाट रोगहरूको बारेमा त्रासित गरी आफ्नो सञ्जालमा फसाउने काम हामीले देखिरहेछौँ। त दर्शकबिन, यसबाट अब हामी चाहिँ अहिले पनि अझै पनि हाम्रो चेतना जागेन भने हाम्रो गाउँघरमा, सहरमा या रहेका छरछिमेकमा व्यक्तिहरूको शरीरमा जुन हामीले रोगबाट ग्रसित भए हाम्रो स्वास्थ्यलाई मात्र हानि गर्ने होइन, हाम्रो आर्थिक क्षतिलाई पनि क्षय गरेको छ। शरीर मात्र होइन, आर्थिक भौतिकको दृष्टिकोणले हामीलाई निकै घाटा पुर्याएको छ। त्यसैले दर्शकबिन, म यहाँहरू समक्षमा म चाहिँ यहाँहरूलाई चाहिँ एउटा कुराको चाहिँ अवगत चाहिँ के गराउन गइरहेको छु भने हामीलाई सानोतिनो घाउ खटिरादेखि लिएर ज्वरो, खोकी या अन्य कुनै किसिमको डिजिजहरू हुन्छ, रुगाखोकी लाग्छ, हामी जहिले पनि एउटा औषधिको रूपमा केमिकल युक्त चिजहरू प्राय हामीले सेवन गरिरहेका छौँ, जसलाई हामी के भन्छौँ भन्दाखेरि या मेडिकल साइन्सले आफै भन्ने गरेका छन् कि मोडर्न मेडिसिनका जति पनि मेडिसिनहरू छन्, प्राय जसो मेडिसिन युज गर्नेलाई चाहिँ साइड इफेक्ट गर्छ भने। जस्तो उदाहरणको लागि, यदि हामी सुगर, डायबिटिज, प्रेसरका मेडिसिनहरू वर्षौँदेखि युज गर्दै आइरहेछ भने केही न केही हामीलाई यसले साइड इफेक्ट, सुगरलाई ठिक गर्नको लागि सेवन गरिएको मेडिसिनहरूबाट जसले गर्दा हाम्रो साइड इफेक्टको रूपमा किडनीलाई हानि गर्न सक्छ, लिभरलाई हानि गर्न सक्छ या हामी आँखा गुमाउन सक्छौँ। किनभनेदेखि यसले एउटा म्यानेजमेन्टको बाटो मात्रै ल्याएको छ। हामी एउटा दबाईहरू जति सेवन गरिरहेछौँ त्यो दबाईको प्रभावले हाम्रो शरीरलाई अझै एउटा बाई वान गेट वान फ्री भने जस्तै एउटा रोगलाई ठिक गर्न वर्षौँदेखि लिइरहेको मेडिसिनको सेवनले हामीलाई अरू पनि रोगहरू निम्त्याउन सक्छ। त्यसैले म यहाँहरू समक्ष अब हामी यदि साँच्चीकै फ्री मेडिसिन लाइफ जिउने हो भने, बिना औषधिको जीवन जिउने हो भनेदेखि मैले पहिले पनि भन्ने गरेको छु, हाम्रा कैयौँ यस्ता लाइफ स्टाइलहरू छन्, जीवनशैलीहरू छन् जो कि हामी जिउन जानेका छैनौँ। धेरै कुराहरू छन् जीवन
शैलीमा सम्बन्धित हामी बिहानदेखि लिएर बेलुकीसम्मको हाम्रो गतिविधिका गरिने गतिविधिहरूमा चाहिँ हाम्रो स्टाइल राम्रो छैन। चाहे फुडकै रूपमा लिँदाखेरि हाम्रो खाना हामी जे जति खाइरहेका छौँ, अहिले हामी खानालाई चाहिँ 3 रूपमा वर्गीकरण गरेका छौँ: ट्रेडिसनल फुड, इमोसनल फुड र कल्चरल फुड, जसले हाम्रो शरीरमा एसिडको मात्रा बढाउँछ। ती चिजहरूबाट हाम्रो शरीरलाई चाहिँ एसिड, हाम्रो बडीलाई चाहियो एल्कलाइन फुड, हामी पनि प्रायः चाहिँ के गर्छौँ भन्दाखेरि एसिडिक फुडहरू। त एसिडिक फुडले हाम्रो शरीरको चाहिँ ब्लडको पिएचलाई चाहिँ यदि 7.4बाट माइनस यदि गर्न सक्यो भनेदेखि कैयौँ यस्ता रोगहरूले चाहिँ हामीलाई ग्रसित गर्छ, हामीलाई रोगी बनाउँछ। त्यसैले अब खास गरिकन सर्वप्रथम हामीले एउटा कुरा के बुझ्नु आवश्यक छ भन्दाखेरि कैयौँ यस्ता रोगहरू छन् र उपचार पश्चात पनि ठिक भइरहेको छैन या गर्न सकिरहेको छैन। मोडर्न मेडिसिनले चाहिँ कैयौँ रोगहरूलाई ठिक गर्न नसक्ने कारणहरू, यसका रुट कारणहरू पत्ता लगाउन नसकेर ठिक भइरहेको छैन। मेडिसिन हामी प्रशस्त युज गर्ने है, दुनियाँका त अनेक ठाउँमा एउटा मोडर्न मेडिसिनको चाहिँ एउटा पारङ्गत डक्टरहरूबाट पनि, स्पेसलिस्टहरूबाट पनि हामीले ट्रिटमेन्ट गर्दा रोगहरू चाहिँ ठिक भइराखेको अवस्था छैन। त्यसैले यसको मूल कारण के हो भन्दाखेरि हामीले बुझ्नु आवश्यक छ। र आज खास गरिकन म स्ट्रेसको बारेमा यसो हेर्दाखेरि स्ट्रेस, तनाव हुन त हाम्रो शरीर या हाम्रो जीवन जहाँबाट सुरु हुन्छ, जहिलेबाट सुरु हुन्छ हामी तनावमा हुन्छौँ। एउटा बच्चा जन्मिँदा पनि उसको पनि आफ्नै किसिमको स्ट्रेस छ, खानपिनको तनाव या खेलकुदको तनाव। सानो बच्चालाई एउटै ठाउँमा हामीले बराबर सुताइराख्यो भनेदेखि उसलाई पनि त्यही ठाउँमा बसिराख्न मन लाग्दैन या सुतिराख्न मन लाग्दैन, उसलाई पनि यसो घुमफिर गराउनुपर्छ, जुन हामीले देखिरहेछौँ। भोक लाग्दा पनि उसको त्यो अलग्गै तनाव हुन्छ, हिसाब पिसाबको तनाव हुन्छ, ठुला बच्चाहरूको अलग्गै किसिमको तनाव हुन्छ, बुढा मान्छे अलिकति हामी पाकी 60 नागिसकेपछि त्यसमा पनि अर्कै तनाव। मतलब तनाव त धेरै किसिमका छन् र यो तनावको कारणले गर्दा आज डिजिजहरूलाई चाहिँ हामी क्युर गर्न सकिरहेका छैनौँ। यो कुरामा चाहिँ हामी रुटमा चाहिँ पुग्न सकिरहेछौँ। तनावलाई चाहिँ दूर गर्न हामीसँग कुनै मेडिसिन, मोडर्न मेडिसिनमा मेडिसिन नै छैन। के तपाईँहरूले तनावलाई दूर गर्न सक्नु भएको छ? यदि तपाईँको मन मस्तिष्कमा, शरीरमा तनाव छ, कुनै किसिमको होला, आर्थिक तनाव होला, भौतिक तनाव होला, सामाजिक तनाव होला या अन्य तनाव होला, तर क्युर हुन सकिरहेको छैन। यसको मूल कारण के हो भन्दाखेरि हामीले भन्ने गरेका छौँ, यदि कुनै डिजिज क्युर भएन भने त्यस्तो डिजिजलाई क्युर गर्नको लागि हामीले स्ट्रेसलाई पहिले चाहिँ हामीले पहचान गर्नुपर्छ। साँच्चीकै हाम्रो शरीरमा अर्थात् हाम्रो मन मस्तिष्कमा फिजिकली, मेन्टली या स्पिरिचुअली कुन किसिमको हामीसँग स्ट्रेस छ, त्यस्तो स्ट्रेसहरूलाई चाहिँ हामीले पहिले पहचान गर्नुपर्छ र त्यसलाई हामीले स्ट्रेसलाई चाहिँ कम गर्ने धेरै यस्ता उपायहरू छन्। अब हामीले के बुझ्नु पर्यो भन्दाखेरि हाम्रो शरीरको एउटा प्रक्रिया, एउटा सिस्टम, शरीरलाई चाहिँ ब्यालेन्स राख्नको लागि केही यस्ता नर्भ्सहरू छन् जसलाई हामी सिम्पेथिक र प्यारासिम्पेथिक नर्भ्स भन्छ। हो, यो दुईटा नर्भ्सको कारणले गर्दा यदि डिसब्यालेन्स भयो, यो सिम्पेथिक र प्यारासिम्पेथिक डिसब्यालेन्स भयो, के कारणले डिसब्यालेन्स हुन्छ भन्दाखेरि स्ट्रेसले। यदि हाम्रो शरीरमा स्ट्रेस छ भनेदेखि यस्तो सिम्पेथिक र प्यारासिम्पेथिकको डिसब्यालेन्सले सिम्पेथिक सिस्टम चाहिँ अप हुन जान्छ र प्यारासिम्पेथिक सिस्टम डाउन हुन्छ, जबकि यो न्युट्रल हुनुपर्ने, ब्यालेन्स हुनुपर्ने, जसले गर्दा हाम्रो शरीरमा रोगहरू क्युर हामीले चाहिँ गर्न सक्दैनौँ। त्यसैले सिम्पेथिक र प्यारासिम्पेथिक को ब्यालेन्सको लागि स्ट्रेसलाई हामीले डाउन गर्नुपर्छ, हटाउनुपर्छ। र त्यसमा जुन बेला स्ट्रेस हुन्छ हाम्रो यो
अप भइसकेपछि सिम्पेथिक र प्यारासिम्पेथिक डाउन भइसकेपछि हाम्रो शरीरमा एउटा यस्तो इन्जाइम जसलाई हामी एड्रिनलबाट एक इन्जाइम रिलिज हुन्छ, जुन इन्जाइमले गर्दाखेरि हाम्रो इम्युनिटीलाई चाहिँ सट डाउन गर्छ। र एड्रिनल रिलिज हुने बित्तिकै उसको चाहिँ पहिलो काम हुन्छ हरेक मानवको इम्युन सिस्टमलाई डाउन गर्ने हो। डाउन यदि हाम्रो इम्युन सिस्टम डाउन भयो भने हामी लाख उपाय गरौँ, हामी लाख दबाई खाऊँ, लाख योग गरौँ, जे गर्दा पनि या हाम्रो बडीमा चाहिँ अनेकौँ माइक्रोब्सहरू जे जतिको कमजोरी छ भरौँ, हाम्रो बडी त हाम्रो बडीको सेलहरूमा अनेकै माइक्रोब्सहरू छन्, माइक्रोबायोम छ, र यो माइक्रोबायोमको कमीले गर्दा के हुन्छ त, यदि इम्युन सिस्टम हाम्रो डाउन छ भने, इम्युनिटी हाम्रो कमजोर छ भने, इम्युनिटीले सट डाउन गर्यो भनेदेखि जस्तो सुकै उपाय गरे पनि हाम्रो बडी क्युर हुँदैन, रोग क्युर हुँदैन। हो अब चाहिँ यदि हाम्रो शरीरको इम्युनिटीलाई बुस्ट गर्ने हो भनेदेखि जबसम्म इम्युनिटी बुस्ट हुँदैन, इम्युनिटीलाई हामी बढाउन सक्दैनौँ, तबसम्म हाम्रो कैयौँ यस्ता डिजिजहरू हामी क्युर गर्न सक्दैन। हामी रुट काउडमा पाउनुपर्छ। त्यसैले यो सिम्पेथिक प्यारासिम्पेथिकलाई ब्यालेन्स गरी इम्युन सिस्टमलाई बुस्ट गर्ने र यसका अरू पनि विधिहरू छन्। इम्युन सिस्टम हाम्रो मेडिकल साइन्समा इम्युन सिस्टममा चाहिँ इम्युनिटी बढाउनको लागि कैयौँ यस्ता कुराहरू डाक्टरहरूको माध्यमबाट आइरहेको हुन्छ। खानुहोस्, भिटामिन खानुहोस्, क्याल्सियम खानुहोस्, प्रोटिन खानुहोस्, फ्याट खानुहोस्। खाएर इम्युनिटी बढ्नेवाला छैन। यो कुरा पनि याद राख्नुहोस्। प्रशस्त मात्रा हामीले भिटामिन, प्रोटिन, क्याल्सियम, कार्ब्सहरू सेवन गर्यो भने हाम्रो इम्युनिटी बढ्नेवाला छैन। इम्युनिटी बढाउनको लागि हामी के यस्ता गतिविधिहरू गर्नुपर्छ, जो कि इम्युनिटी खास गरिकन एउटा फास्टिङ किल्स क्यान्सरको एउटा जुन स्लोगन छ, त्यसको माध्यमबाट हामीले फास्टिङबाट पनि हाम्रो इम्युनिटी बढ्छ। यम नियम आसनहरूका कुराहरूले अर्थात् हामीले पालना गर्दाखेरि यम र नियमहरू पालना गऱ्यौँ भने त्यसमा हाम्रो इम्युनिटी बढ्छ। त्यस्तै हामीले यदि इम्युनिटीलाई बढाउने हो भनेदेखि हामीले दयाको भावना हुनु पर्यो। दया, माया, करुणा, ममताको भावना जबसम्म हुँदैन, हाम्रो शरीरको इम्युनिटी बढ्नेवाला छैन। त्यसैले केही कुराहरूमा, केही डिजिजहरूमा हामीले तीनटा कुराहरूलाई फोकस गरेका छौँ। तीनटा हाम्रा एस्पेक्टहरू छन्, एउटा फिजिकल, अर्को मेटाफिजिकल र स्पिरिचुअल अर्थात् डिभाइनली। यो तीनटा कुराको माध्यमबाट हामीले कई स्तरहरू, जस्तो यो स्ट्रेसलाई पनि हामी त्यसरी नै डाउन गर्छौँ। जस्तो फिजिकलको हिसाबले हामीले के गर्ने भन्दाखेरि स्ट्रेस भएको अवस्थामा रोगहरू क्युर हुँदैन, झन् रोगहरू बढ्न थाल्छ। त्यसलाई चाहिँ क्युर गर्ने हो भनेदेखि, स्ट्रेसलाई हटाउने हो भने फिजिकली दृष्टिकोणले के गर्नु पर्यो भन्दाखेरि हामीले योगहरू गर्नु पर्यो, यम नियमको पालना गर्नु पर्यो र दया, माया, करुणाहरू चाहिँ हाम्रो मनमा हुनु पर्यो, जाग्नु पर्यो, अनि हाम्रो स्ट्रेसहरू चाहिँ डाउन हुन्छ। त्यस्तै अर्को चाहिँ मेडिटेसनहरू पनि गर्नु पर्यो स्ट्रेसलाई। अर्को स्ट्रेसहरूलाई चाहिँ सन्तुलित राख्नको लागि, तनावहरूलाई सन्तुलित राख्नको लागि कैयौँ यस्ता हाम्रा पोइन्टहरू पनि छन्। मर्म पोइन्ट जसलाई भन्छौँ हामी है। मर्म पोइन्टको बारेमा यहाँहरूले मैले अहिले भनेको छैन। म कुनै दिन मर्म पोइन्टको बारेमा पनि, कुन मर्म पोइन्ट हो, खास गरी मर्म चिकित्साको माध्यमबाट पनि स्ट्रेसहरू हामी डाउन गर्न सक्छौँ। त्यो पनि थोरै समयमा, ज्यादै निकै समय लाग्दैन। र मर्मको अर्थ हुन्छ हाम्रा शरीरभित्र रहेका नर्सहरूको सेन्टर जहाँ छ है। हाम्रा नर्स प्रक्रियाहरू, जुन रक्त सञ्चार हुने प्रक्रियाहरूमा चाहिँ जहाँ नर्सहरूको एउटा मिड केन्द्र छ, भेट्ने ठाउँ छ, र त्यो पोइन्टलाई चाहिँ हामीले यदि
अर्को कसै कुनै ठाउँमा अकुप्रेसर अकुपङ्चर या अन्य नाम दिइन्छ भनेदेखि यो मर्म भनेको त्यस्तो नर्भ्सहरूलाई चाहिँ जहाँ एक ठाउँमा उसका मिलन हुन्छ त्यो पोइन्टलाई हामीले दबाउन सक्यौँ भने त्यो चाहिँ मर्म थेरापी हो, मर्म चिकित्सा हो। र यो चिकित्साको माध्यमबाट पनि हामीले यस्ता स्ट्रेसहरूलाई डाउन गर्छौँ। अर्को कुरा, हामीले खाने जुन आहार छ सात्विक आहारबाट पनि हामीले स्ट्रेसहरूलाई डाउन गर्छौँ। सुत्ने प्रक्रियाहरूलाई पनि, यदि सुत्न हामी जानेनौँ, हामी दिनको 6 घन्टा 7 घन्टा सुत्नुपर्ने ठाउँमा 10 घन्टा 12 घन्टा यदि सुत्यौँ भने त्यसले गर्दा पनि कैयौँ यस्ता हर्मोनहरू हाम्रो बडीमा रिलिज हुन्छ जसले गर्दा हाम्रो शरीरमा चाहिँ स्ट्रेस उत्पन्न हुन्छ। त्यसैले यस्ता गतिविधिहरू अरू पनि क्रियाकलापहरू छन् जसले गर्दाखेरि हाम्रो बडीमा चाहिँ स्ट्रेस बढ्दछ। त्यसैले हामी के भन्छौँ भने सानो सानो कुरालाई यदि हामीले बाइपास गर्यौँ भनेदेखि त्यो भोलि गएर एउटा ठुलो क्यान्सर पनि हुनसक्छ। दर्शकवृन्द, म चाहिँ यहाँहरूलाई के भन्नु, स्ट्रेसको लागि हामी सर्वप्रथम के गर्ने, स्ट्रेस हटाउनको लागि हामीले आफ्नो सिम्पेथिक र प्यारासिम्पेथिक नर्भस सिस्टमलाई ब्यालेन्स गर्ने, हाम्रो बडी ब्यालेन्स गर्ने त्यही हो। जबसम्म त्यो बडी ब्यालेन्स हुँदैन, चाहे हामी जेसुकै खाउँ, जस्तो सुकै चिज खाउँ, हुन त हामी कुनै पनि मेडिसिनहरूको युज गर्दैनौँ। बिना मेडिसिनको सहयोगले कैयौँ यस्ता क्रोनिक डिजिजहरू, एक्युटको त कुरै छोडिदिउँ, क्रोनिक एक्युट डिजिजहरू पनि हामी थोरै समयमा क्युर गर्ने हाम्रो अभियान छ, हामी गरिरहेछौँ। त्यसैले दर्शक महानुभावहरू, मैले यहाँहरूलाई चाहिँ यो हाम्रो फेसबुक मार्फत, टिकटक मार्फत या अर्को जे हुन्छ यो भिडियो मार्फत यहाँहरूलाई चाहिँ मैले चाहिँ के भन्न खोजिरहेको छु भने, अब तपाईँहरू सम्पूर्ण, चाहे हामी जे जस्तो सुकै अवस्थामा छौँ, यदि हामीले अध्ययन अवलोकन र सुन्नुपर्छ, हेर्नुपर्छ, अध्ययन गर्नुपर्छ, ताकि हामीसँग ज्ञान होस्। ज्ञान नभइकन हामी कुनै कुराहरू गर्न सक्दैनौँ, अगाडि बढ्न सक्दैनौँ। हाम्रो हामी नेपालीहरूको एउटा स्वभाव के छ, अध्ययन गर्ने बानी हाम्रो कम छ। आज जुन ठुल्ठुला साइन्टिस्टदेखि लिएर या डक्टर भनौँ, अध्ययन नगरेको भए आज उनीहरू पनि उच्च शिखरमा पुग्ने थिएन। त्यसैले हामी प्रयास गरौँ यस्ता चिजहरू, खास गरी त स्वास्थ्य सम्बन्धी त हामीले सायद खाना खाने बेला पनि एकछिन खानालाई छोडेर यस्ता कुराहरू हामीले सुन्नै पर्छ, ताकि हामीलाई ज्ञान हुन्छ। र अर्को, हामी एउटा स्लोगनका कुराहरू बराबर म गरिरहन्छु, मेडिकल एजुकेसन इज मोर इम्पोर्टेन्ट देन मेडिकल ट्रिटमेन्ट। र अर्को पनि म यहाँहरूलाई अवगत गराउन चाहन्छु, यो सुनेर यहाँहरू हाँस्नु पनि होला। यावत् जीवेत सुखम जीवेत ऋणम कृत्वा घृतम पिबेत। यदि यहाँहरूलाई यसको अर्थ आउँछ भने मलाई चाहिँ यहाँहरूले लेखेर पठाउनु होला। आउँदैन भनेदेखि पनि यहाँहरूले मलाई भन्नुहोला, यसको जवाफ म अर्को भिडियोमा यहाँहरूलाई दिनेछु। यावत् जीवेत सुखम जीवेत ऋणम कृत्वा घृतम पिबेत। हामी निरोगता रहनको लागि कैयौँ यस्ता चिजहरू छन् जो कि सूक्ष्म अवलोकन गरेपछि हामी निरोगी हुन्छौँ। त दर्शक महानुभावहरू, आज धनतेरसको दिन बहुत राम्रो सब तपाईँहरूको मेरो चाहिँ शुभकामना, सबैको घरमा हरियाली होस्, लक्ष्मीको वास होस्, परिवारमा सुख सम्पन्नता आओस् र आउने छैठको पनि शुभकामनाको साथसाथै यहाँहरूसँग म बिदा लिन्छु। धन्यवाद।